नाटक क्षेत्र जान्छु भन्ने पहिलो क्लिक चाहिँ कहिले भयो? यो त हाम्रो मेरो गुरु हुनुहुन्छ जेडी तम्मु भन्ने सर हुनुहुन्छ। लिड गर्ने मान्छे चाहिँ अलिकति यो अहिलेको जुन चलिरहेछ नि त्यो के भन्छ यसलाई व्यवस्थापन, त्यो चाहिँ परिवर्तन गर्नुपर्छ होला भन्ने सोच। होइन त्यो लाइटले पनि एउटा चित्र दिइरहेछ जस्तो के अचम्म गरेको जस्तो लाग्यो कि हो नि धेरै त्यो है होइन हो म त झन् यो बिहे गरेपछि होला यो त्यो अरा क्या त्यो जुन हुन्छ नि यो त्यो सबै चिजलाई समेटेर अनि मात्रै ल म अब आजदेखि चाहिँ मेरो श्रीमती गाउँदैछु है भनेर सर्वनाम होइन त्यहाँदेखि भेट भएर अनि आजसम्म नरेका धेरै वर्ष भने त्यहाँ पनि हामीले प्ले नै गरेका थियौँ विच भन्ने होइन त्यहाँनिरदेखि भेट तपाईँहरू त्यहीँनिर काम गर्नुहुन्थ्यो है त्यहाँ नाटक सिक्थ्यो ए तर म त धेरै भयो त्यहाँ नगएको कस्तो छ अहिले ठिक छ भइरहेछ काम चाहिँ काम फाटो भइरहेछ धेरै अलिअलि फेस्टिभलहरूमा नाटक पनि गरिरहेछन् त्यहीको साथीहरू त्यति धेरै स्लो डाउन त छैन तर अरू नाटकहरू त्यो त पहिलेदेखि नै अलिकति साहित्यिक कार्यक्रमहरू पनि बढी अनि अहिले अलिअलि साहित्यिक कार्यक्रमहरू अनि अलि लघु नाटकहरू फेस्टिभलहरू त्यहाँनिर भेट भएर हामीले त्यहाँ पनि प्ले त साइलेन्ट प्ले नै गरेका थियौँ विच भन्ने अनि विदेशी डिरेक्टर हुनुहुन्थ्यो हो पिटर भन्ने हुनुहुन्थ्यो अहिले बाहिर हुनुहुन्छ अहिले उहाँको वाइनको सप छ पिटरको पछि पनि आउनु भएको थियो त पिटर त होइन आउनु भएको थियो तर हामी चाहिँ भेट भएन इन्टरनेसनल थिएटर फेस्टिभलमा हो ल त्यस पछाडि चाहिँ भेट भएको छैन उहाँसँग त्यो पनि फेस्टिभलमै मञ्चन भएको त होइन त्यो त यत्तिकै फेस्टिभलमा चाहिँ त्यो हाम्रो आरके सरले एउटा डिरेक्सन गर्नुभएको थियो त्यो कलरवाला अनि त्यहाँ चाहिँ प्ले गरेका थियौँ त्यसको चाहिँ हामी सुरुमा नाटकमा गएको नि त सिकिरहेको अनि विच भन्ने प्ले नै अब धेरै प्ले हेरेकै थिएन कि त्यो बेलामा अनि त्यसको लाइटिङ चाहिँ गजब लागेको थियो कि त्यो होइन त्यो लाइटले पनि एउटा चित्र दिइरहेछ जस्तो के अचम्म गरेको जस्तो लाग्यो कि हो नि धेरै त्यो थिएटरमा भएको लाइटहरू त युजै गर्नु भएको थिएन नि त सानो त्यो पिल 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 बल्नेहरू हो त्यो अनि गोबो पनि हानेको थियो नि माथिबाट गोबोमा चित्र थियो नि त त्यो लाइट चाहिँ डिजाइन कसको जीवन दाइको थियो कि जस्तो लाग्यो जीवनजङ थापाई कसको होला उहाँले गर्नुभएको थियो कि पिटरको कन्सेप्ट होला अनि उहाँले बाल्नु भएको थियो जस्तो लाग्यो मलाई उहाँ पनि हुनुहुन्छ है उहाँ पनि आइटी हिरो हुनुहुन्थ्यो नि साँच्ची दामी हुनुहुन्थ्यो टोली है होइन हो म त झन् यो बिहे गरेपछि होला तर तपाईँले र मैले सँगसँगै बिहे गरेर चाहिँ ए हो अस्ति फागुनमा मेरो जेठमा भनेपछि भएको रहेछ वैशाखमा जेठ लाग्दै मेरो चाहिँ अब 1 वर्ष पुग्नु लाग्यो होला फागुनमा ठ्याक्कै रमाइलो भयो बिहे भन्नु बित्तिकै है पहिला कस्तो लाग्थ्यो क्या मलाई त्यो बिहे हुँदैन कस्तो त्यो रेस्पोन्सिबिलिटी लिनै डर लाग्ने अनि फेरि बेला आएपछि त हुँदो रहेछ तपाईँलाई पनि त्यस्तो लाग्थ्यो लास्टै नि अन्त बिहे त म गर्दिनँ नै भनेर सोच्थेँ नि त्यो जोरेपछि के हुँदो रहेछ फेरि रेलामा भएको हाम्रो बिहे के भएको थियो यसो इन्सिडेन्ट केही होइन खासै बिहे गरौँ भनौँ बाइकमा सल्लाह भएको स्कुटीमा पछाडि गरौँ त ल भनेर त्यत्तिकै केही त्यस्तो केही नै त्यत्तिकै बिहे भयो
ल गरौँ भने हुन्छ भने यता घरमा सल्लाह उता घरमा सल्लाह हुन्छ त्यत्तिकै अगाडिदेखि कन्ट्याक्ट थियो हाम्रो 19बाटै जोखानाबाटै त्यहाँबाट चिनजान भएर बिस्तारै बिस्तारै धेरै बोल्ने पनि नै अलिअलि अनि सिस्नो भात त्यहाँदेखि त सुरु भइहाल्यो। कस्तो छ दाइ लाइफ बिए लाइफ? रमाइलो छ, सपोर्टिभ नै। यहाँसम्म यो अहिलेको रिसेन्ट प्ले हुनुमा उसको धेरै ठुलो हात छ। ऊ अहिले को प्रोड्युसर पनि हो अनि उसको चाहिँ हाते सिप छ अनि त्यहाँबाट उसले नै हो मजाले मलाई सपोर्ट दिएर यहाँसम्म आइपुगेको। तपाईँ अहिले मसँग कुरा गर्दै हुनुहुन्छ, म तपाईँसँग कुरा गरिरहेको छु। रमाइलो छ अब रमाइलो गर्नुपर्ने रहेछ अनि मजा आउने रहेछ होइन के हो अब हो नि आज नै हो अब हुन त काम पनि गर्नुपर्छ होइन। कामको प्रेसर एउटातिर हुन्छ तर त्यो लाइफ पनि छुट्टै हो, मजाले बाँच्नुपर्छ होइन नि। बिहे त मान्छेले एकचोटि त गर्नुपर्छ जस्तो लाग्ने मलाई पनि लाग्छ। त्यो एक्सपिरियन्स त्यो अब डर भन्नु कि के भन्नु होइन, त्यो फेरि हाम्रो त छुट्टै हुन्छ नि त। हाम्रो त्यो होइन सबैको एउटै होला किनभने पूजा त सबैको नै गरिन्छ होइन। सबै यो रिलिजन्सहरूको छुट्टै छुट्टै तरिकाको हुन्छ नि त छुट्टै हो। अब त्यो संस्कृतिमा बाँधेर हामी दुईजना सँगै अगाडि बढ्न चाहन्छौँ भनेर सफलता दिने ब्लेसिङ दिने कुराहरू त कस्तो दामी छ नि त। अनि त्यो एक्सपिरियन्स चाहिँ बिहे नगर्ने मान्छेले थाहै हुँदैन क्या। म त लिटरली मेरो बिहेमा त पानी परेको भनेको सिमसिम अब त्यो म त छक्क परेको यो बिहेमा पानी पर्छ भन्ने। मलाई चाहिँ त्यो चाहिँ ब्लेसिङ हो जस्तो लागेको क्या मलाई चाहिँ पानी पर्नु चाहिँ। किनभने बिहानदेखि नै हामी आफ्नो लगाउने लुगालाई पूजा गरिरहेको थियौँ होइन, त्यहाँ बस्ने ठाउँमा। अनि हाम्रो चाहिँ चुला हुन्छ 3 चुला, त्यो चुलामा पूजा गरिरहेको थियौँ। अनि मेन मलाई ब्युटिफुल लागेको चाहिँ सिन्दुर लगाउनु अगाडि चाहिँ एकैचोटि सिन्दुर लगाइदिँदैन रहेछ क्या हाम्रो चाहिँ। एकैचोटि सिधा निधार यस्तरी सुरुमा चाहिँ दाहिने देब्रे होइन, अनि माटोलाई अनि आकाशलाई यो त्यो अरा क्या त्यो जुन हुन्छ नि यो त्यो सबै चिजलाई समेटेर अनि मात्रै ल म अब आजदेखि चाहिँ मेरो श्रीमती बनाउँदैछु है भनेर त्यो आफूले भनेको स्वीकार्यो भने त के भन्नु रिक्वेस्ट भन्नु कि त्यसलाई अनुमति मागेर चाहिँ ल मैले आजदेखि उसलाई बनाएँ भन्दाखेरि त कस्तो त्यो हुन्छ नि साँच्चीकै यो त अचम्मै भइरहेछ भन्ने हुँदो रहेछ क्या। अनि कतै चाहिँ अब थिएटरको भएर अलिकति आर्ट फिल्डको भएर ओहो म लिड क्यारेक्टर हो भइरहेको थियो क्या। सबैले मलाई हेरिरहेछन्, सबैले मलाई आइरहेछन् होइन। ओहो दामी भइरहेछ यो त म सुट गर्दैछु टाइपको पनि भइरहेको थियो। अनि सबैको केन्द्रबिन्दु हुनु चाहिँ एकदम त्यो कस्तो मजा हुँदो रहेछ, रमाइलो हुँदो रहेछ, रमाइलो फिल हुँदो रहेछ। अब त्यसमा अब्स्ट्याकल्सहरू त कति आउँला के होला त्यो त अब पछि हेर्दै जाउँला। तर त्यो जति अहिलेसम्म भयो नि त्यो त बेस्ट। बिहेको मोमेन्ट मात्रै पनि यति ब्युटिफुल हुन्छ कि होइन, त्यहाँभित्र आफ्नो इमोसनलाई मात्रै हेर्ने हो भने पनि कतिवटा इमोसन कति टेन्सन खुसी सब चिज म्यानेज गर्नुपर्ने कुराहरू होइन, प्रेसर के हो के इमोसनहरू तपाईँ भन्नुहुन्छ। बिहेमा बसिरहेको छौँ होइन, मलाई त ऋण पो याद आएको क्या। अब हुन्छ नि अब बसिरहेको छु यसो सम्झो ल छ है भन्ने भयो। अब त्यो त्यस्तो हुँदै भए पनि गर्नु चाहिँ पर्दो रहेछ, रमाइलो हुन्छ। जुन संस्कृतिको भए पनि अल्टिमेटली हामीले त्यो हजुरले भन्नुभयो नि अघि अनुमति माग्ने छन् भन्नुभयो नि,
एउटा बिन्दुमा गएर चाहिँ मिल्छ होला क्या, अहिले गर्ने तरिका चाहिँ फरक होला। हो हो, तर त्यो ग्रहण गर्ने, स्वीकार गर्ने, अनुमति माग्ने कुराहरू चाहिँ उस्ता उस्तै होला जस्तो लाग्छ क्या, त्यो बोल्ने जे भए पनि। हो हो, अनि हाम्रै पनि बाचा बन्धन के भन्ने हुन्छ होइन, अनि के गर्छन् नि, तर अल्टिमेटली मागेको त हामीले अब म श्रीमान रहन्जेलसम्म खुसी राख्छु, सुखी राख्छु, चिट गर्दैन, यो गर्दैन, त्यो गर्दैन, अब हामी बिहे बन्धनमा बाइसकेर जे पनि मिलेर सँगै गर्नेछौँ भने त हो नि होइन। त्यो ब्युटिफुल लाग्छ क्या त्यो। अनि कतिपय ठाउँमा चाहिँ यो बिहेलाई लिएर अब त तेरो जिन्दगी सक्यो, अब त बर्बाद भयो है भन्ने खालका भाष्य पनि निर्माण भइरहेको हुँदो रहेछ क्या होइन। अनि त्यो भएको बेलामा चाहिँ अहिलेसम्मलाई म धेरै त भएको छैन बिहे गरेको होइन, अहिलेसम्मको मोमेन्ट बाँचिरहँदा चाहिँ मेरो सेड्युलदेखि लिएर, मेरो आफ्नो हेल्थको केयरिङदेखि लिएर, मेरो आफ्नो कामलाई लिने फोकसदेखि लिएर सबै कुरामा मेरो इम्प्रुभ भएको जस्तो फिल हुन्छ कि दाइ। हो त्यो त पाइन्छ हो। अब उहाँ अरूले जे भने पनि, अब उहाँहरूले त्यस्तो खालको भाष्य निर्माण गरे पनि, तर पोजिटिभ कुरा पनि छ। कहाँ त्यो त्यति मात्रै त होइन होला होइन। छ राम्रो हुन्छ, एकअर्कालाई सपोर्ट हुन्छ। अनि खमारी निर्माणमा गर्दै पनि हो, एक्ज्याक्टली त्यो खालको सपोर्ट भयो भने त नि एकदम 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 खमारीमै जाउँ न त। ल हामी बिहेमा पो अड्क्यौँ कि क्या यता। खमारी चाहिँ मैले सुन्ने बित्तिकै एउटा जसैले पनि त्यो, यदि त्यो बोर्डको नाम थाहा छ भने चाहिँ त्यो एउटा रुख हो जसले चाहिँ विभिन्न बाजाहरू पनि बन्ने त्यहाँबाट, मेडिसिन पनि हुने, अनि अहिले चाहिँ लोप हुँदै गएको भन्ने बिरुवा हो भन्ने बुझ्छौँ होइन। अनि हजुरले त्यसैलाई बिम्बको रूपमा गरेर नाटक तयार पार्नुभयो, कस्तो ब्युटिफुल। फेरि तपाईँले आफै त्यसमा दखल भएको विधामा भनौँ न, फिजिकल थिएटरलाई जोडेर हजुरले जुन कथा भन्नुभयो होइन, त्यो नै आफैमा एउटा ब्युटिफुल हो जस्तो लाग्छ क्या। अनि अब यो सुरुमा चाहिँ खमारी नाम जुट्नु अथवा जुराउनु देखि नै अब यो खमारीको वरिपरि भएर के कुरा? त्यो यस्तो छ, नाम चाहिँ हाम्रो गिलु रातोस दाई हुनुहुन्छ, उहाँले जुराइदिनु भएको। अब नाम के राख्ने भन्दाखेरि थुप्रो नामहरू आयो क्या, के ओहो होइन। अनि हामीले खोज्दै जाँदाखेरि गिलु दाईसँग, अनि हाम्रो जयजी, अनि अनिल दाईहरूसँग गफ गर्दै जाँदाखेरि अनि गिलु दाईले चाहिँ खमारी यो राम्रो छ त नाम भनेर अनि उहाँले जुराइदिनु भएको। अनि यो नाटकमा चाहिँ हाम्रो अनिल दाई, गिलु दाई, हाम्रो विष्णु दाई होइन, अनि जयजी, सुरज दाईहरूको धेरै हात छ क्या, रुपेश दाई, अनि उहाँहरूले चाहिँ एकदम ठुलो हेल्प गर्नुभएको छ मलाई। अनि यो नाटक म नाटक बनाउँछु भन्दाखेरि केमा नाटक बनाउने त भनेर क्वेसन आयो नि त। अनि मैले चाहिँ यस्तो पहिलादेखि नै सोच्थ्यो क्या, मेरो एउटा यस्तोमा यो प्लेमा नाटक बनाउने भनेर चाहिँ। अनि उहाँहरूले अनि सल्लाह सुझाव दिनुभयो, अनि त्यस पछाडि त गुटुङटुङ म अगाडि बढिहालेँ नि। सुरुमा चाहिँ फर्स्टमा यो नाटक बन्नुको लागि चाहिँ मेरो बाबा चाहिँ कस्तो हुनुहुन्छ भने औषधिहरू युज नगर्ने, बोट बिरुवालाई औषधि प्रयोग नगरौँ भन्ने। अनि म चाहिँ होइन, अनि अब किरा लाग्छ, किरालाई त मार्नु परिहाल्यो नि होइन। अनि बोट बिरुवा अब फल्दैन, फल्नुको लागि त भिटामिन दिनु पर्यो त भन्ने सोचमा मैले भन्थेँ, एन्सर गर्थेँ। तर 2-3वटा 4-5वटा नै फलोस् न, तर औषधि बिगरको फलोस् भन्ने उहाँको सोच। तर अहिले चाहिँ के हुँदैछ भने औषधि लगाएन भने बोट बिरुवा नै नहुने, खानेकुरै नहुने भइसक्यो क्या अहिले। हाम्रो इभन हाम्रै घरतिर सबै चिजलाई औषधि चाहिने भइसक्यो क्या। पहिला अब हाम्रो बाबाहरूको पाला म सानो हुँदाखेरि औषधि केही पनि थिएन, केही पनि नभइकनै हामी बाँच्थ्यौँ, खान्थ्यौँ होइन। तर अहिले चाहिँ जे चिज लगाए पनि, टमाटर लगाए पनि,
के यो खोर्सानी लगाए पनि होइन यो कौलीहरू लगाए पनि सबलाई औषधि चाहिँ के धेरै औषधि म त छक्क पर्छु। अनि यस्तो चिज खायो भने त असर त गर्छ। अनि रुखलाई पनि असर गर्ने भयो, यता सबै चिजलाई असर गर्छ जस्तो गर्छ असर गर्छ होला क्या। अनि त्यही रूपमा चाहिँ खमारी रुख बिरुवाको त्यसलाई बिम्ब बनाएर एउटा सानो प्ले बनाउन भनेर। अनि धेरै लामो पनि छैन, 50 मिनटको त छ। त्यसरी भने यो चाहिँ त्यो बाजाहरू पनि दाइ बन्दो रहेछ है खमारीबाट भन्छ बाजाहरू, ढोलहरू, अनि यता च्याब्रुङहरू भन्छ, मादलहरू पनि भन्छ होला, सारङ्गी। त्यो चाहिँ एकदम लाइट रुख हो क्या। अनि त्यो लाइट भएपछि त्यो बाजा बनाउनलाई चाहिँ सजिलो होला सायद, त्यही भएर हाम्रो पुर्खाहरूले त्यो बाजा युज त्यो रुखको त्यो रुख पनि एकदम राम्रो हो नि। लाइक हामीले त्यो रुखलाई पहिला चाहिँ, अहिले चाहिँ छोडेन होला होइन, उहाँहरूले छोड्नु भयो होला। तर रुखलाई पूजा गरेर ल हामी तिमीलाई काट्दैछौँ होइन, तिम्रो बाजा बनाउनुको लागि हामीले प्रयोग गर्दैछौँ, अब तिमीलाई चाहिँ हामी काट्यौँ है भनेर पूजा गरेर अनि अर्को रुख रोपेर अनि त्यस पछाडि मात्रै काट्ने हुन्छ। माफी मागेर त्यस्तो हुन्छ। अहिले चाहिँ अब प्राय मान्छेहरू अलिक उयो भयो क्या, स्वार्थी भयो। मलाई साँच्चै साह्रै रुखहरू आफ्नै जग्गाको भए पनि एकदम धेरै काटिन थालेको छन् होइन। त्यो अब हुन त पैसाकै लागि होला कि के हो होइन, गाह्रो त सबैलाई गाह्रो हुन्छ, पैसा चाहिन्छ नै। तर पनि अलिक सोचेर होइन गरिदिनु भए चाहिँ साह्रै राम्रो हुन्थ्यो जस भन्ने मेरो चाहिँ सोच हो। अब हाम्रो पुस्ताइ भनौँ, अब हामीले नै गल्ती गरिरहेको जस्तो लाग्छ कि हामीले चाहिँ स्वीकार्दैनौँ जस्तो लाग्छ कि गल्ती। तपाईँले भन्नुभयो नि ठ्याक्कै अगाडि, केही रुख काट्यो भने पनि मेरो गल्ती भन्ने आभास भएर मान्छेले पूजा गरेर आजा गरेर होइन पाप नलागोस् भनेर ढोगेर काट्थे। अहिले च्याट काट्छन्, न त्यो आभास छ गल्तीको, न दोस्रो रोप्नुपर्छ भन्ने छ। त्यस्तो भइरहेछ जस्तो लाग्छ कि। अनि हजुरले भने जस्तै ठ्याक्कै अहिले औषधि बिना नफल्ने माटो भइदियो क्या कुनै पनि माटोमा औषधि बाहेकको केही फल्दैन क्या अहिले। त्यो पर्यावरण नै हामीले त्यस्तो बनाइसकेको छ होइन। यसको हिस्ट्री त एकदम लामो छ हौ। यो हामीले यसरी हाम्रो यो जुन रैथाने बिउ बिजनहरू छ नि, त्यो मासिनु त त्यो हो नि। यो त पहिला काँक्रा यस्तो मिठो पाउँथ्यो आम्मामा हाम्रो गाउँको। मैले चोरी खान्थेँ। अहिले भन्दा त्यो के हो त्यो त्यो छ, त्यो एकदम डरलाग्दो कुरा छ। अब यसमा पनि मान्छेहरूले काम गर्नुहुन्छ होला होइन, हामी नै भयो अरू हो सक्दो धेरै मानिसहरूलाई नाटक देखाएर केही मानिसहरूलाई मात्रै सचेत गराउनु भयो भने उहाँहरूले सचेत गरेर नाटकको माध्यम त त्यही नै त हो। अलिकति सचेत गराउने। तर यो यस्तो खालको स्टेपहरू चाहिँ अलिक माथि तहबाटै आउनुपर्छ क्या होइन। यो हामीले मात्रै बोलेर हुनु त हामीले गर्नु त गर्ने हो, तर जुन राष्ट्रिय तहबाट हाम्रो गाउँपालिकाबाट होइन राम्रो बिउ बिजनहरू कसरी उत्पादन गर्नु छ, बाहिरको चिजहरू चाहिँ भित्र ल्याएन भने त हुन्छ जस्तो लाग्ने क्या। अनि यो रासायनिक मलहरू युज नगरेर हाम्रै घरको कसरी चाहिँ बजारीकरण गर्न सकिन्छ भन्ने क्या खासमा चाहिँ। बजारमा नगएर त हो नि रासायनिक मलहरू आएको त। अब हाम्रो गोबरको मलहरू पनि बजारमा जान थाल्यो भने त त्यो पनि हुन्थ्यो होला नि त होइन जस्तो लाग्ने कि के हो अलिक धेरै बोल्यो कि क्या हो ठ्यात्तेरी भनेर भन्छ होइन। फेरि म चाहिँ बकिजान्छु क्या धेरै कता के हो यस्तो भनेर बकिजान्छु म त। मलाई फेरि तान्नुपर्छ है कतातिर भन्छ हो र म त बकिजान्छु र टेन्सन लाग्छ फेरि।
अनि त्यस्तो छ, त्यस्तो देख्दै आएर चाहिँ अनि खमारी नाटक बनायो। खमारी बन्दै गर्दाखेरि हजुरहरू कता कता जङ्गलतिर पनि हामी प्रोसेस बारे जाउँ न। हामी मेन त हाम्रो यो 3 महिनाको वर्कसप थियो डान्सकै, अनि हाम्रो कन्टेम्पोरेरी फाउन्डेसन वर्कसप भनेर हामीले चलाएको थियौँ। अनि त्यसबाट चाहिँ मैले प्ले बनाउने भनेर सोचेको। अनि धेरै मान्छे जोडिनु भएको छ। 2 महिना प्रपर क्लास भयो। अनि त्यो क्लासमा चाहिँ हामी मुभीहरू होइन, अनि हामी कस्तो खालको प्ले बनाउँदैछौँ, हामीले के भन्न आँटेको छौँ भनेर चाहिँ मैले चाहिँ क्लासबाटै दिँदै आएको थिएँ। अनि बाहिर त्यो बिरुवा हेर्न प्लान्टेसन हाम्रो रोज डेली भन्ने छ एउटा नर्सरी, त्यहाँनिर हामी गएको थियौँ। अरू नर्सरीहरूमा पनि मैले कुरा गरेको थिएँ धेरै होइन। अनि त्यस्तो भएको थियो जस त्यहाँ गएर बिरुवाको बारेमा बुझ्ने, बिरुवालाई भित्र राख्दा के हुन्छ, मल प्लास्टिकले कति बिगार्छ भन्ने रिसर्चहरू अलिअलि गरेर अनि हामीले बनाएको थियौँ। त्यो एक थिएटरमा गर्नुभएको? एक थिएटरमै हामीले गरेको थियो 3 महिनाको कन्टेम्पोरेरी वर्कसप पछि अनि यो प्ले बनायो। बिचमा नाटक भइरहेको थियो ठ्याक्कै यो जेनजी आन्दोलन ले गर्दाखेरि नाटक मात्रै होइन धेरै कुराहरू रोकियो, धेरै कुराहरूमा असर गर्यो। नाटक क्षेत्रमा पनि त्यस्तै असर, प्रत्येक नाटक घर भइरहेका नाटक सबै रोकिए। अनि अब फेरि नाटक सुरु गरौँ भन्ने खालको वातावरण पनि त्यति धेरै राम्रो छ जस्तो लाग्दैन। तर पनि एकचोटि फेरि मञ्चन गर्नुपर्छ भन्ने छ। होइन, हाम्रो टिमले नै हो, टिमले नै अब यत्रो दुःख गरिसकेपछि 4वटा सो त गरेका थियौँ। अनि होइन यति त अलिक गरौँ न, बरु के हुन्छ कसो हुन्छ भनेर चाहिँ हामीले बिचमा पनि गर्ने कुरा चाहिँ भएको, तर होइन अहिले अलिक साम्य भएको छैन, अनि अलिक पछि नै गरौँ न भनेर चाहिँ अनि यो तिहार पछि ठ्याक्कै लगत्तै तिहार पछि चाहिँ गरौँ। मान्छेहरू आइ पनि सक्नुहुन्छ घर गएर अथवा के भएर। अनि अब फेरि यो गरिएन भने पनि हामीले काम गरेको कुरा त रोकिने भयो। अनि बरु होस् न गरौँ, ऋण लगाउँ भन्ने भएर अनि तर दर्शक महानुभावहरूले हामीलाई ऋण लगाउनु दिनुहुन्न, आउनुहुन्छ उहाँहरू, भव्य हेरिदिनुहुन्छ हाम्रो प्ले। बिहेकै ऋण तिर्न प्ले हेरिदिनुहुन्छ। अनि हाम्रो प्ले चाहिँ त्यस्तो भास्ट बनाएको छैनौँ क्या। हामीले अरू थिएटर, फिजिकल थिएटर हेरिरहेको होइन। हामीले त्यो फिजिकल थिएटर हेर्दाखेरि ला के गरेको ओहो बुझेन, टाउको दुख्यो बाहिर निस्किँदाखेरि भन्ने हुन्छ नि त। हामीले चाहिँ मेरो कोसिस चाहिँ के रहेको छ भने प्लेमा सामान्यभन्दा सामान्य मान्छेले प्रष्ट गरी बुझ्नुपर्छ भन्ने थियो क्या। अब खतरा मेटाफोर खेलाएर, खतरा मेटाफोरहरू युज गरेर बनाउनु, अब त्यो लेभलमा पनि काम गरौँला। तर अहिले चाहिँ साधारण तरिकाको कसरी बनाउन सकिन्छ, एकदम सिम्प्लिसिटी कसरी गर्न सकिन्छ भन्नेतिरै हो। अब अनिल दाइहरूले हामीलाई सजेसन गर्दाखेरि पनि साधारणभन्दा साधारण कसरी देखाएर मान्छेलाई बुझाउन सकिन्छ भन्ने नै हो क्या। उहाँहरूले साथ हौसला सजेसन गर्नुभएकै भनेको सामान्य नै ब्युटिफुल होइन हो, सामान्य नै सबैले बुझ्ने हो। त्यही कोसिसमा हो अहिले चाहिँ त्यही कोसिसमा हो। फेरि नाटक हेरिराख्दा मैले त बुझिनँ भन्नु पनि आउनुहुन्छ दर्शकहरू होइन। त्यसलाई चाहिँ बाहिर निस्केर यसो छलफल गरेर त्यसो गर्न सकिन्छ। त्यसमा एउटा गीत मैले घामले पोल्दा के थियो रे? के पो थियो? घामले तिमी छौ यसो हुरी चल्दा के त गीत त सुरुबाट गायो भने मात्रै आउँछ। तिमी नै साथी मेरो खमारी शून्यताभित्र हराए पनि
भन्ने के छ यी सुन्नुपर्छ मलाई पनि थाहा छैन। अनि म्युजिक ओहो दामी हाम्रो म्युजिक त हाम्रो सञ्जितले गर्नुभएको हो सञ्जित बेस्ट बनाउनु भएको छ दामी लिरिक्सहरू यस्तो मिठो लेखिदिनु भएको छ उहाँहरूले नै सबै म्युजिक डिरेक्ट गर्नुभएको अनि ल्याउनु भएको। अनि हामीले चाहिँ म्युजिक चाहिँ मिक्स गरेको छौँ। हाम्रो एकजना जु दाई भन्ने हुनुहुन्छ उहाँ पनि यस्तो इन्डिजिनियस उयोको म्युजिक बाजाहरू निकालेर ल्याएर म्युजिक क्रिएट गर्नुहुन्छ क्या। अनि म्युजिसियन नै म्युजिक डिरेक्टर नै हुनुहुन्छ उहाँको गीत हामीले प्लेमा युज गरेको छौँ। अनि हाम्रो सञ्जितले एकदम मिठो काम गर्नुभएको छ। हामीले चाहिँ अलिकति म्युजिकमा चाहिँ डाइभर्सिटी एकदम धेरै म्युजिकहरू युज गरेका छौँ अनि त्यो म्युजिकले नै स्टोरी टेल गर्ने भएर चाहिँ अनि त्यसरी गएको छ। एउटै मात्रै म्युजिक हामीले युज गरेका छैन डिफ्रेन्ट काइन्ड अफ। अब त्यो चाहिँ अब म्युजिककै मान्छेहरूलाई चाहिँ म्युजिक नै पढिराख्नु भएको मान्छेहरूलाई चाहिँ ओहो भएन भन्ने चाहिँ लाग्छ होला। तर हामीले चाहिँ त्यसरी फरक म्युजिकहरूलाई युज गरेर कोसिस गरेका छौँ। त्यस्तो छ त म धेरै बोली पठाउँदैछु क्या हो त्यस्तो छ। अनि प्ले बनाउँदाखेरि टिम त एकदम मेरो राम्रो छ नि। टिमलाई त म एकदम धेरै थ्याङ्क यू दिन्छु जो स्टेजमा हुनुहुन्छ अन स्टेज होइन आउटमा हुनुहुन्छ। अनि त्यो त बेस्ट मलाई त एकदम दामी लागेको। अनि राम्रो काम गर्नुभएको छ जस कोसिस गर्नुभएको छ एकदम नयाँ फ्रेस आर्टिस्टहरू हुनुहुन्छ होइन। एक दुईजना चाहिँ अलिक धेरै काम गर्नुभएको छ नत्र त प्रायः नयाँ नै हुनुहुन्छ उहाँहरूले र मजाले काम गर्नुभएको छ। नाटक त जति मेहनत गर्यो जति टिम राम्रो भयो हो त्यति एकदम हो एउटा मात्रै एलिमेन्ट बिग्रियो भने पनि धेरै कुरा बिग्रिन्छ हो एकदम हो नि। त्यो त चाहिन्छ। अनि एकअर्काको सपोर्ट हेल्प भएन भने त मजा आउँदैन। अनि त्यो होला ब्युटिफुल कुरा चाहिँ थिएटरमा। नत्र त खै त अनि पैसा त छँदै छैन टिम साथी एनर्जी होइन। त्यो ब्ल्याक बक्सभित्र छिरिसके पछाडिको त्यो जुनुन आम्मा लाइट ओहो नाटक हेरिरहँदाखेरि त कति ठाउँ त गुजबम्स आउँछ नि हो बडा मजा आउँछ। अनि त्यसैले होला अब खै के खोजिरहेको होला त्यो खोज्ने क्रममा यहाँसम्म होला। नाटक क्षेत्रमा जान्छु म नाटक गर्छु नाटकमा भविष्य बनाउँछु नाटकमा यत्रो समय लागिरहन्छु अझै कहिलेसम्म हो होइन भन्ने चाहिँ ठ्याक्कै पहिलो क्लिक चाहिँ म नाटक क्षेत्र जान्छु भन्ने पहिलो क्लिक चाहिँ कहिले भयो? यो त हाम्रो मेरो गुरु हुनुहुन्छ जेडी तमु भन्ने सर हुनुहुन्छ। अनि उहाँले एउटा प्ले गरिराख्नु भएको थियो अनि मिडसमर नाइट भन्ने हाम्रो सुनिल सरको त्यो रिहर्सल हेर्न गएको थिएँ म। अनि रिहर्सलमा चिन्जान पनि गराउनु भयो सरले राम्रो लाग्यो। त्यहीँ चिन्जान भएको हाम्रो अनिल दाईसँग। अनि अनिल दाईसँग अनि त्यहाँनिर हेरिराख्दाखेरि हो कि यो यस्तो भन्ने भएको थियो क्या। अनि पछि प्ले हेर्न बोलाउनु भयो अनि प्ले हेर्दाखेरि त त्यो जतिको प्ले मैले त्यो हेरेकै थिएन क्या। यस्तो रस भिज्यो यस्तो दामी लाग्यो अनि कति ठाउँ रोएँ पनि यो चिज त गजबै रहेछ भनेर चाहिँ। अनि त्यस पछाडि म थिएटरको वर्कसपहरू जोइन गरेँ अनि धेरै ठाउँ प्ले पनि गरेँ अनि सिक्दै फिल्मको एक्टिङ पनि सिकेँ। ओहो थुप्रो पो गरेछु त मैले त एक्टिङहरू पनि सिकेँ होइन गरेँ अनि म खासमा डान्स ब्याकग्राउन्डबाट आएर चाहिँ त्यो एक्टिङको अलिकति सहज भएको हो कि जस्तो भएको थियो क्या मलाई। अनि एक्टिङहरू गर्दाखेरि तर पर्फेक्ट चाहिँ म होइन तर त्यो भाषा हुन्छ नि भाषा त्यो चाहिँ अलिकति बुझ्न सजिलो भयो भनौँ न भाषा अनि त्यहीँबाट होला। अनि त्यस पछाडि चाहिँ मैले यो दुईवटा चिजलाई मिसाउँदा चाहिँ के हुन्छ त भन्ने भएको क्या। अहिले मान्छे अरू उहाँ आर्टिस्टहरूले चाहिँ लाइक
डान्स भने डान्स लानुहुन्छ अनि एक्टिङ भने एक्टिङ यो दुईटा कुरालाई चाहिँ मर्ज गर्दा कस्तो चाहिँ हुन्छ भनेर एक्सप्लोर गरिरहेको अहिले चाहिँ अनि मलाई पहिलादेखि गर्न पनि मन थियो अनि अहिले यो फर्स्ट पहिलो खुड्किलो चाहिँ यो प्ले बनाएको छ दुईटा कुरालाई भनेको मुभीहरूमा देखाउँदा पनि अथवा अरू म्युजिक भिडियोहरूमा काम गर्दाखेरि पनि त्यो डान्स चाहिँ छुट्टै अनि यो एक्ट चाहिँ छुट्टै भइरहेको थियो नि त अब यो दुईटालाई चाहिँ मिक्स गरेर एउटै कथा चाहिँ कसरी भन्न सकिन्छ भन्ने चाहिँ हामीले कोसिस गरेका छौँ यो दुईटै चिजलाई मिक्स गरेर कथा पनि हो त्यसरी कोसिस गरेर त अनि मलाई काम गर्न मन पनि त्यस्तै रमाइलो लाग्छ अनि त्यही भएर यो पहिलो हो अनि दर्शक महानुभावहरूलाई अथवा अरू आर्टिस्टहरूलाई होइन थिएटर मन पराउनु हुनेहरूलाई मैले यहीँबाट चाहिँ निम्तो गर्न चाहन्छु त्यस्तो भन्दाखेरि के हुन्छ होइन बिचमै निम्तो मागेँ त मैले त्यस्तो भएको सिनेमा क्षेत्रमा केही सिनेमा पनि गर्नुभयो हजुरले होइन अब सिनेमा गर्ने भइसकेपछि ममा एक्टिङै छैन त्यति पर्फेक्ट होइन म अलिअलि भाषा मात्र जान्नु भनेर त भएन होइन राम्रो क्यारेक्टरहरू गरिसक्नु त्यो चाहिँ कसरी र भनौँ न त्यो अवसर हुन्छ नि कसरी मिल्यो अथवा सिनेमामा काम गर्दा र थिएटरमा काम गर्दा अनुभूति कस्तो अलिक बेग्लै हुन्छ कि अलिक त बेग्लै हुन्छ अब सिनेमामा धेरै त काम गरेको छैन 2-3वटा होला काम गर्दाखेरि मजा लाग्थ्यो नि त मलाई अब सिनेमा बिग स्क्रिन ठुलो अडियन्स ठुलो होइन मजा आउँछ क्या त्यो ठुलो स्क्रिनमा काम गर्न अनि मेन त मैले सुरुमा गरेको भनेको दर्पण छाया 2 दर्पण छाया 2मा त्यो म्युजिसियनको रोल गरेको थिएँ सानो यसो गर्ने यसो हिरोहरूको त्यो पछाडिको साथीहरू हुन्छ नि त्यो पार्टीहरूमा बोलाउँदाखेरि अब साथीहरू को हुन्छ भन्दाखेरि ल हामी टक्क जाने होइन रमाइलो गर्ने हो त्यस्तैवाला सिनहरू गरिरहेको मजा आएको थियो उहाँ तुलसी सरले कस्तो मजाले काम गर्नुभएको थियो म्युजिकमा मजाले काम भएको छ क्या त्यहाँ चाहिँ जस्तो लाग्छ मलाई अनि त्यसरी नै त्यहीँनिर काम गर्थेँ म अनि त्यहीँनिर पाएको हो अब फेरि अडिसनहरू पनि थुप्रो दिएँ तर अडिसनबाट चाहिँ एकचोटि पनि सेलेक्ट भएन होइन अनि त्यसरी नै सरहरूले लु आऊ भनेर अनि खेल्ने हो खेलेर अनि सेकेन्ड कबड्डी 3मा उहाँ त्यहाँ पनि हाम्रो किरण दाईले रिफर गर्नुभएको थियो त्यो रोलको लागि त्यो चाहिँ जोखाना नाटक गरेपछि त्यहीँको रोल टिपेर ठ्याक्कै उतापट्टि विधान बनाइदिनु भएको हो नि त उस्तै क्यारेक्टर त्यो विदेशबाट आएको नै उहाँ पनि अस्ट्रेलियाबाट यसो गरेर गरेको थियो त्यो गरेको थियौँ अनि फिल्ममा एक्सपिरियन्स गर्दै जाँदाखेरि चाहिँ एकदम त्यो सिनेमाको भाषा बुझ्नुपर्ने रहेछ सुरुमा चाहिँ भाषा बुझेपछि चाहिँ अलिकति सहज हुने रहेछ त्यो भाषै नबुझिकन चाहिँ अब फेरि सिनेमामा चाहिँ एउटा सिन कतिखेर अर्को सिन कहाँ होइन अनि त्यहाँ जोड्नुपर्ने अनि मेरो त कति सिन काटेको छ नि कबड्डीमा त अर्को पनि सिन थियो नि त मेरो गाडीभित्रवाला त्यो त कैची हो नि त त्यो विधानले सोल्टिनीलाई हेरेपछि बाबालाई उहाँ सोल्टिनी त गजब राम्रो है भन्नेवाला थियो क्या त्यो स्कुलको प्राइमेरीबाट फर्किने सिनमा त्यो आइसकेपछि अनि फर्केर गाडीको सिन थियो त्यो चाहिँ अनि चप हाम्रो सेल्युट गर्दा पनि झस्किन्छ त्यो अनि हाम्रो मडी सर हुनुहुन्छ प्रड्युसर हुनुहुन्छ उहाँले चाहिँ अनि आएर बाटोमा कता फिल्म हल केही कहाँ भेट भयो अनि टोइलेटतिर भेट भयो होला कतातिर अनि तिम्रो सिन सबै बस्यो भनेर भन्नु सोध्नु भयो बसेन नि सर काट्यो भनेको त त्यो राम्रो पनि थिएन क्या भनेर भन्नुभयो क्या मलाई सान्त्वना दिनुभयो खुसी लागेको थियो त्यतिखेर
त्यति बेलाको अनुभूति कस्तो थियो दाइ? जस्तो अहिले ट्याक्कै हामीले एउटा अभिनय क्षेत्रमा आदर्श मानिरहेका व्यक्ति छौँ काम गर्दाखेरि म त यहाँ अगाडि हाम्रो सिनियर कोही आउनुभयो भने पनि हच्किन्छौँ नि हामी, डर जस्तो न किन जस्तो लाग्छ नि। तर तपाईँले पर्फर्म गर्दाखेरि कस्तो अनुभूति? कहाँ डर पनि। अब कबड्डी 1 हेर्दाखेरि अम्बो यस्तो फिल्म गर्न पाएँ यार, कस्तो दामी हुन्थ्यो होला भनेको। 3मा त्यसरी सँगै काम गर्दाखेरि त म त तर्सिहालेँ नि। त्यही पनि आफूले आइडल मानेको सरहरूसँग दाइहरूसँग काम गर्दाखेरि त। अनि त्यो तपाईँ स्क्रिनमा हेर्दा देखिहाल्नुहुन्छ त। मलाई बहुत डर लागेको थियो। त्यही पनि यत्रो क्यामेरा चाहिँ अगाडि यसरी तेर्छाउँदा त अनि डाइलगै बिर्सिहालेँ नि मैले त। सुरुमा त लास्टै गाह्रो भएको थियो, हामीलाई त थाहा हुँदैन। तर उहाँहरूले धेरै हेल्प गर्नुभएको छ। ठिक छ तिमीले गर्न सक्छौ पुस गरेर गर्नुभएको छ। दामी मजा एक्सपिरियन्स छ त्यता पनि। तर मैले अहिले चाहिँ कस्तो रियलाइज हुन्छ भने अझै गरेको भए भन्ने चाहिँ हुन्छ क्या। अनि मेन चाहिँ त्यो आर्टिस्टको लागि चाहिँ त्यो जतिको फेरि नराम्रो चाहिँ केही पनि होइन। मैले पर्फर्म गरिसके पछाडि चाहिँ पछि समय सिकेको, पर्फर्म गर्दाखेरि चाहिँ त्यो अप्सन नै नहोस् अरे क्या। भनेको पछि हेर्दाखेरि चाहिँ मैले यार योभन्दा बेटर गर्न सक्थेँ भन्नु जतिको त्यो नराम्रो केही पनि होइन अरे क्या आर्टिस्टको लागि चाहिँ। यतिदेखि म अब सक्दिनँ भन्ने हुनुपर्छ अरे क्या। यति हो मेरो अन्तिम, यहाँदेखि म गर्न सक्दिनँ, अनि मात्रै त्यो राम्रो देखिन्छ अरे, राम्रो आर्टिस्ट हुन्छ अरे भन्छ। त्यो चाहिँ तपाईँमा भएन? त्यो त अब सुरुमा अनि कहाँबाट आउनु त्यतिखेर बल चाहिँ गरेको है मैले, दिएको क्लिप्स चाहिँ लाग्थ्यो क्या त्यो क्यारेक्टर, अलि लाग्न त लाग्थ्यो, पनि रमाइलो लागेको थियो। फेरि आफै चिन्जानको सर्कलको मान्छे, कबड्डी जस्तो सिनेमामा देखिसकेपछि गर्व त त्यसै लाग्ने नै भइहाल्यो। अनि क्यारेक्टर पनि त्यो इन्ट्रेस्टिङ क्यारेक्टर थियो। हामी नाटक हेरेकालाई चाहिँ, जोखना हेरेकालाई चाहिँ कता क्रिटिसिजम पनि गर्छौँ नि त हामी, समीक्षक पनि हुनुपर्ने क्या। उस्तै रहेछ है भन्ने पनि लाग्यो, कुरा पनि गऱ्यौँ हामी। तर त्यो डिफ्रेन्ट लागेको थियो दर्शक। कोसिस चाहिँ गरेको थिएँ मैले होइन। अनि त्यस पछाडि आएर धेरै पछाडि ग्याप भयो। अनि ग्याप पछि चाहिँ एउटा मुभी साराङ भन्ने मुभी गरेँ मैले। अनि त्यस पछाडि त त्यहाँ त म चिलमा काम गरेको, इजी होइन। त्यसमा चाहिँ अलिक मेहनत गरेँ, तर अलिक इन्टरनल गरेँ क्या। अलिकति आफूलाई ड्राइभरको रोल थियो, गाडी सिकेँ, गाडीमा यसो डाइलगहरू अनि सिन कसरी कुदाउँदो रहेछ, के गर्दो रहेछ होइन। अनि गाडीमै बोल्दै यसो गरेको, ठिकै भयो। फिल्म धेरै राम्रो मजाले चलेन तर कन्टेन्ट राम्रो हो। बाल मनोविज्ञानमा आधारित भएर बनाएको थियो त्यो फिल्म, ठिकै थियो। त्यस्तो मलाई चाहिँ मजा लाग्यो, जस रमाइलो भयो। त्यसको फेरि प्रोसेस चाहिँ अलिकति छुट्टै छ। उहाँ प्रशान्त सर डिरेक्टर हुनुहुन्छ, उहाँ पनि डान्स ब्याकग्राउन्डबाटै हुनुहुन्छ। अनि उहाँले गराउने प्रोसेस पनि अनि अलिक फरक अरूभन्दा। अनि त्यसरी काम गरेको थियौँ। रिचा म्याम दामी, बेस्ट मान्छे। व्यवहारमा पनि एकदम त्यो सपोर्टिभ हुनुहुन्छ, राम्रो, त्यो पोजिटिभ भाइब्स फ्याल्नुहुन्छ क्या। जस्तै अरूले त कस्तो भन्दा यो हुँदैन रहेछ क्या हो भन्ने हुन्छ नि त, होइन। नभए पनि हुन्छ, राम्रो हुन्छ, कमाइ हुन्छ, त्यस्तो क्या हुन्छ नि। पोजिटिभ भाइब्स दिनुहुन्छ अरूलाई, एकदम राम्रो नि त्यो त। सिनेमा मेकिङ नै एउटा टफ विषय हो होइन। एकदम अलिकति कस्तो मुडमा पुगिसकेको हुन्छ होइन, त्यो बेलामा पोजिटिभिटी नै हराइसकेको हुन्छ मेकरको लागि चाहिँ। मलाई त मजा लाग्छ। अब धेरै लिड गर्न सकिँदैन, त्यो लिडको भनेको चाहिँ एकदम त्यो बोकेर हिँड्नुपर्छ नि त, कथालाई बोकेर हिँड्ने भनेको त त्यो एकदम गाह्रो चिज हो। बरु साइडहरू यसो
हिरोको साथीहरू टाइपको भन्ने हो। तर सिनेमा फिल्म थिएटर भनेको चाहिँ जो कोही पनि आउँछ, जो कोही पनि स्क्रिनमा आउँछ, त्यसको ठुलो भूमिका हुन्छ क्या। इभन त्यो कथाभित्र नभएर बाहिर जो लाइनमा काम गरिराख्नु भएको हुन्छ होइन, सबैको एकदम ठुलो के भन्छ कन्ट्रिब्युसन हुन्छ। इङ्ग्लिस चाहिँ अलिक आउँदैन है मलाई होइन। अनि त्यसले फरक पर्छ। अब राम्रो राम्रो फिल्म मेकर्सहरूले त त्यो मान्छे किन आउँछ त भनेर क्वेसन गर्छन्। उहाँहरूले त मजाको बनाउनुहुन्छ नि त। अनि त्यो मान्छे आइसके पछाडि चाहिँ केही न केही त हुन्छ क्या। अनि त्यो मान्छेले चाहिँ आफ्नो क्यारेक्टर मजाले गर्न सकेन होइन, मजाले निभाउनु सकेन भने त त्यो त अनि खस्किहाल्छ नि होइन। अनि सायद ठुलो चुनौती हो नि। एकदम त्यो आफ्नो क्यारेक्टरलाई मजाले लिएर हिँड्न नसक्नु होइन, राम्रो काम गर्न नसक्नु। हुन त सिकेर नै जाने हो, सिकाइ नै हो सबै चिज होइन। बिस्तारी बिस्तारी हुन्छ होला भन्ने गरौँला भन्दै। तर मेहनत एकदम धेरै चाहिन्छ, एकदम धेरै मेहनत चाहिने रहेछ यो फिल्डमा चाहिँ। कति कुरा आउँछ नि हौ आमा। अब पैसा आउँछ, के आउँछ, टिक्न सकिन्छ सकिँदैन, काम पाइन्छ कि पाइँदैन, काम गरिन्छ कि गरिँदैन, धेरै कुरा हुँदो रहेछ क्या यो यहाँसम्म आइपुग्नलाई अथवा इन्डस्ट्रीमा बसिराख्नलाई चाहिँ। त्यसरी केही न केही त गरिराख्नु पर्दो रहेछ। नाटक पनि एउटा च्यालेन्जिङ टपिक हो जस्तो लाग्छ कि मलाई। नाटक तयार गर्नु पनि ठुलो मेहनत चाहिन्छ, ठुलो टिम चाहिन्छ, टिमलाई रिजाइराख्नुपर्छ। फाइनेन्सियल कुरा त छँदैछन् कति होइन। अहिले एउटा नाटक तयार पार्नलाई पनि अहिले धेरै कुराहरू म्यानेज गर्नुपर्ने, आर्थिक लगायत धेरै कुराहरू जस्तो लाग्छ छ नि। टाइमको त कुरै छोडौँ, टाइम त कति दिन पर्यो लेख्ने बेलादेखिको मञ्चन भइसकेपछि टाइम दिइरहनु पर्छ। त्यो पनि एउटा ठुलो जिम्मेवारी हो जस्तो लाग्छ। त्यो तपाईँले निभाउनु भयो? कोसिस गरेँ। अब खै कति निभाउन सकियो सकिएन त्यो चाहिँ थाहा छैन। अब अन्तिम त बाँकी चाहिँ छ नि त, अझै पनि बाँकी नै छ हाम्रो प्ले 20 गतेसम्म। अनि अझै चल्यो भने 23 गतेसम्म लाने भन्ने कुरा छ। अनि अझै पनि चल्यो भने चाहिँ 30सम्म लाने भन्ने छ होइन। अनि त्यस्तो छ। अब च्यालेन्ज छ। अब त्यो रेस्पोन्सिबिलिटी कोसिस चाहिँ गरेको छु मैले। अब सबैजनालाई त्यो मोटिभेट गरिराख्ने होइन। अनि टिमलाई चाहिँ सबै चिज सबैजना भेला भएको भनेको एउटा चिजको लागि हो नि त, खमारीको लागि हो, नाटकको लागि हो। अनि त्यही चिजलाई चाहिँ माथि राखेर सबैलाई पावर दिने काम चाहिँ मैले गरेको छु जस्तो लाग्छ। अब फेरि होइन तपाईँको शैली मिलेन भनेर भन्न पनि पाउनुहुन्छ हाम्रो आर्टिस्टहरूले, जे होस् काम गर्ने मान्छेहरूले। तर कोसिस चाहिँ मैले गरेँ, अब कोसिस चाहिँ गरिरहेको छु जे होस् भनौँ न। डिरेक्टरको कर्तव्य पनि त त्यही नै हो। हो। अनि कथालाई कसरी राम्रो बनाउने, अनि मेन त यस्तो हो, मैले कसरी कथा भन्न कोसिस गरेको छु। अनि मैले भनेको कुरा मलाई चाहिँ क्लियर छ कि छैन भन्ने कुरा त हो डिरेक्ट। अनि म क्लियर भएको छु भने चाहिँ हुन्छ होला। क्लियरिटीको कुरा जस्तो हामी सोसाइटीको कथा भन्ने, हजुर होइन, यो पनि सोसाइटीकै कथा। एक्ज्याक्टली। अब यो चाहिँ जस्तो क्लियरिटी चाहिँ हाम्रो सोसाइटीले नै दिन्छ होला होइन। जस्तो हजुरले भन्नुभयो नि आफ्नै बुवाबाट म होइन, एउटा क्लिक पोइन्ट त त्यहाँ पनि थियो नाटकको होइन। मेरो बुवाले त विषादीयुक्त पो गर्नु हुँदैन भन्छ, किन गर्नुहुन्न भन्नु। म त यहाँ 8-10वटा फलोस् भन्ने सोचेको, बुवा एउटा फल्यो पनि खुसी हुनुहुन्छ। किन चाहिँ यस्तो भइरहेछ हौ भइरहेको थियो होला नि त। यो क्लियरिटी चाहिँ कसरी आउँदो रहेछ दाइ? क्लियरिटी भनेको त अब आफैमा होला। आफूले कति बुझेको छ अनि कति रिसर्च गरेको छ भन्ने कुराले। अब सामान्य कुरा पनि कसैलाई चाहिँ त्यो उहाँको सोच अनुसार यही हो
राइट यही हो क्लियर भन्ने हुन्छ नि त होइन। तर अब कोही अब अलिकति बौद्धिक अलिकति लेख्ने अलिकति मेटाफोर युज गर्ने मान्छेलाई त्यही चिज चाहिँ अब कति सिम्पल यार त्यही यो भएन अरू चिज खेलाएको भए हुन्थ्यो नि भन्ने हुन्छ नि त होइन। अनि मेरो चाहिँ जति सक्दो सामान्यभन्दा सामान्य चिजलाई चाहिँ मैले देखाउन सकेँ दर्शकहरूलाई देखाउन सकेँ भने इजी हुन्छ जस्तो लाग्छ। अब त्यो मैले अघि पनि भनिहालेँ नि त्यो मेटाफोर बुझ्ने दर्शकहरू पनि हुनुहुन्छ अनि केही नबुझ्ने दर्शकहरू पनि हुनुहुन्छ नि त। अनि मेटाफोर युज गरेर अनि केही बुझेन के बनाउनु पो नाटक त भन्ने भयो भने त गाह्रो हुन्छ नि त। अनि सिम्प्लिसिटीलाई युज गरियो भने चाहिँ सबैजनालाई हुन्छ जस्तो लाग्ने। अब गर्दै गर्दाखेरि बौद्धिक लेभलको कामहरू भएन होइन अलिकति चेतनशील अलिकति क्रिटिसाइज गर्ने कामहरू चाहिँ तपाईँहरूले गर्नुभएको छैन भन्नलाई चाहिँ अब गर्नुपर्छ होला अलिक पछि कि अब दिमागले भ्यायो भने अब खासमा त दिमागै छैन अब साधारण काम गर्दै बस्ने हो। अब त्यही हो अब उहाँहरूले जस्तो नाटकहरू रुचाउनुहुन्छ अडियन्स कम छ क्या जस्तो त्यसरी बनाइयो भने चाहिँ अनि धेरै कम छ। उहाँहरूलाई अडियन्सलाई पनि बिस्तारी लग्दै जानुपर्छ होला बुझाउँदै होला। एउटा त्यो स्टेटमेन्ट छ कतै लेखेँ मैले त्यो मलाई जहिले पनि स्मरण छ कि बाहिरका अमेरिका लगायतका देशहरू कसरी विकास भयो अथवा कसरी उनीहरूमा पनि डिस्क्रिमिनेसनहरू थियो विभेदहरू थियो काला गोरा जाति भन्नेमै विभेद थियो। त्यो चिर्नलाई पनि त्यहाँ बढीभन्दा बढी नाटक बढीभन्दा बढी सिनेमा अनि बढीभन्दा बढी रेडियो नाटकहरू सडक नाटकहरू पर्फर्मिङ आर्टहरू भएको थियो रे के त्यो कतै लेख्या मैले कहिले जमानामा भेटेको थिएँ त्यो मलाई जहिले पनि सम्झना आउँछ क्या। अनि हामी पनि नाटक सिक्दै गर्दाखेरि हामी नाटक पढ्दै गर्दाखेरि तपाईँहरू त समाजको ऐना हो तपाईँहरूले समाजको कथा भन्नुपर्छ समाजलाई चित्रण गर्नुपर्छ देखाउनुपर्छ भनेर पढाउनुहुन्थ्यो गुरुहरूले। त्यो कुरा पनि मानसपटलमा गएको अनि पछि आफै नाटक गर्दाखेरि पनि मैले त समाजको कथा भन्नुपर्छ भन्दै नाटक गरेको पनि होइन। अब यी कुराहरूले गर्दाखेरि हामी रङ्गकर्मी मात्रै हो क्या हो समाजसँग नजिक भन्ने पनि लाग्छ कहिलेकाहीँ होइन। हाम्रो उत्तरदायित्व चाहिँ अलिक बढी हो कि जस्तो पनि फिल हुन्छ क्या किनभने त्यो त्यहाँ परिवर्तन भएको थियो है भन्ने पनि फिल हुने होइन। यहाँ पनि गुरुहरूले त्यसरी दिमागमा घुसाउनु आफै पनि म समाजसँग अलिकति बढी उत्तरदायित्व बोध गरेको व्यक्ति हुँ भन्ने फिल हुने। खासमा के हो त रङ्गकर्म होइन यो हामी किन यति धेरै प्यासनेट भनेर समाजसँग उत्तरदायित्व भनेर लागिरहेछौँ हाम्रो उत्तरदायित्व चाहिँ खास के हो यस्तो होला हौ। अब रङ्गकर्म हुनु त जो मान्छे पनि फर्स्टमा सुरुको दौरानमा चाहिँ उसले फिल्म अथवा केही देखिन्छु अथवा होइन आफूलाई धेरै माझमा पुर्याउँछु भनेर नै आउनुभएको हुन्छ होला क्या सुरुमा चाहिँ। मलाई मेरो एक्सपिरियन्समा चाहिँ म त्यसरी नै आएको म देखिनुपर्छ भनेरै आएको। तर बिस्तारी बुझ्दै जाँदाखेरि आर्टलाई बिस्तारी बुझ्दै जाँदाखेरि होइन यति मात्रै चाहिँ होइन भित्र केही छ भन्दाखेरि चाहिँ यो थिएटरभित्रको भाषाहरू अनि थिएटर किन इम्पोर्टेन्ट छ भन्ने कुराहरू चाहिँ बिस्तारै बुझ्दै जाँदाखेरि नै आउने चिज होला क्या। अनि यो हामीले एक हिसाबले समाज परिवर्तन हो चाहन्छौँ होइन यो आर्टले एकदम भन्छ। तर अर्को हिसाबले यो आर्टलाई समाजमा मात्रै होइन अरू चिजहरू पनि धेरै चिज छ क्या। अब त्यसमा चाहिँ एक्सप्लोर नै भएको छैन होइन। अनि त्यो चिजहरू पनि होला अनि समाज हुनु त अब समाजबाटै केही चिज आउँछ अनि त्यसमा द्वन्द्व हुन्छ अनि त्यसबाट हामीले देखाउन सकिन्छ भन्ने नै हो। तर पनि अरू चिजहरूमा पनि एक्सप्लोर भयो भने
अब हाम्रो त फिजिकल थिएटर हो नि त, फिजिकल थिएटरमा त कति धेरै मुभमेन्टको कुरा त नर्मल साधारण नर्मल मान्छे अथवा जो आर्टमा नलाग्ने मान्छेहरूले त बुझ्नै हुन्न क्या होइन। त्यसलाई बुझाउनु पऱ्यो नि त, त्यसलाई पनि अलिकति यसको चाहिँ यस्तो रहेछ है भनेर बुझ्नु थाल्यो भने चाहिँ अर्को पनि चासो हुन्छ, अथवा अरूलाई पनि अरू हामीले काम गरिरहेको बेलामा चाहिँ यस्तो काम गर्नुहुँदो रहेछ भन्ने त हो। सबै चिज कथा स्टोरी टेल नै होला होइन, कथा वाचन नै होला। अनि त्यो चाहिँ हामीलाई कसरी कथा भन्न सजिलो हुन्छ होइन, त्यो चाहिँ भयो भने त्यो होला। अब कथा भन्ने त हो, कथा भन्ने मिडियम हो। अब त्यहाँनेरि होइन म त राजनीतिको मात्रै कथा भन्छु, देश परिवर्तन गर्नुको लागि मात्रै कथा भन्छु भन्न पनि पाइयो होइन। म होइन रमाइलो इन्टरटेन गर्ने कमेडी नाटक प्ले बनाउँछु, मान्छेहरूलाई आनन्द आओस्, यहाँ थिएटरभित्र 1-1.5 घन्टा कति बस्नुहुन्छ हाँसेर जानुभयोस् भन्ने पनि हुन्छ होइन। तर राम्रो राइटरहरू उहाँहरू अग्रजहरू उहाँहरूले चाहिँ अब उहाँहरूको चेत अनुसार हो नि त होइन। अब हामी त भर्खर आइरहेछौँ, हामीलाई त मान्छे अडियोस् होइन, मान्छेलाई इन्टरटेन होस् अनि मान्छेलाई बोरिङ फिल नहोस्, मैले भनेको स्टोरी चाहिँ उहाँहरूले प्रष्ट गरे बुझ्नुभयो, अहिले त्यति छ होइन। तर अहिले अग्रज सरहरूको कुराहरू चाहिँ त्यो उहाँहरूको सोच्ने तरिका फरक छ होइन, उहाँहरूले भन्ने तरिका फरक छ। हामी त्यही कुराहरूलाई सिक्दै यसरी आदान प्रदान गर्दै नै अगाडि बढ्ने होला जस्तो लाग्छ। अनि थिएटर भनेको चाहिँ सिकाइको त्यो नेक्स्ट लेभलै हो क्या। यो सिकाइको लागि चाहिँ अरू उयो नै छैन, घोटिनु पर्ने हो कि मर्नु पर्ने हो कि के गर्नुपर्ने हो, सब छोडिदिनुपर्छ, जीवै छोडिदिनुपर्छ। ल सरेन्डर गरेँ म यो सिक्नलाई भनेर, अनि मात्रै सकिन्छ, नत्र हुँदैन, चिजै आउँदैन। अनि त्यो अलिकति टाइम, अनि फेरि अहिले अलिक गाह्रो पनि छ क्या यो हामीले जुन प्लेहरू बनाउँछौँ। हुन त अब ठुल्ठुलो थिएटरहरूमा अथवा ठुल्ठुलो ग्रुपहरूमा फन्डिङहरू आउँछ होला, पैसाहरू आउँछ होला होइन। हामीले त आफै मिलेर काम गर्नुपर्छ नि त, अनि त्यसले चाहिँ अलिकति गाह्रो हुन्छ। अब काम गर्छु भनेर सोच्दा पनि एकचोटि सोचेर चाहिँ काम गर्नुपर्छ, तर काम त भइरहेछ। एक थिएटर के हो, एक थिएटरको उद्देश्य के हो होइन? एक थिएटर भनेको चाहिँ सिम्पल भाषामा एक भएर काम गरौँ नै भन्ने हो। सबै जतिजना आउनुहुन्छ एक भएर काम गरौँ मिलौँ भनेर नै हो यो यसरी खोलेको। हाम्रो चाहिँ यसको उद्देश्य भनेको चाहिँ हामीले इन्डिजिनियस जो मान्छेहरू हुनुहुन्छ, जो कोही पनि क्या, उहाँहरूको कथाहरूलाई चाहिँ बाहिर निकाल्ने मेन चाहिँ, अनि त्यो स्टोरीहरू चाहिँ बाहिर देखाउने, अनि फिल्म बनाउने, म्युजिक भिडियो बनाउने सबै चिज छ त्यहाँनेरि हामीले काम गर्दाखेरि चाहिँ त्यहाँनेरि। अनि फेरि यो फेरि अर्कैतिर जान्छ क्या, इन्डिजिनियस त्यहाँ किन भनिरहेको हुन्छ नि त। त्यो यस्तो चाहिँ सबैले थाहा पाउनुपर्छ होला जस्तो लाग्छ। कल्चरल एक्सचेन्ज भनेको त बडा ठुलो कुरा हो जस्तो लाग्छ क्या, यो त एकदम दामी जस्तो लाग्छ। अब मैले अब ठुलो कुरा गरेँ जस्तो हुन्छ, अब त्यो फेरि नसम्झिनु होला, ठुलो कुरा गरेर त सानो मान्छेले सानै, मेरो दिमाग जति चल्छ त्यति त हो नि मैले भन्ने भनेको होइन। एउटा कल्चरको कुरा अर्को कल्चरको मान्छेले थाहा पाउनु भनेको त एकदम दामी हो नि। अनि थाहा पाएपछि त्यो रेस्पेक्ट आउँछ नि त, त्यो रेस्पेक्टको लागि पनि कुरा हुनुपर्छ, अनि थाहा पाउनुपर्छ जस्तो लाग्ने क्या होइन। यहाँ चाहिँ अलिक के भन्छ त्यो इङ्ग्लिसमा चाहिँ एक्सेप्टेन्स के भन्छ नि, एक्सेप्टेन्स त्यो नभएको हो क्या। त्यो चाहिँ हुनु जरुरी छ जस्तो लाग्छ। तपाईँको कल्चरको कुरा मलाई मजाले
थाहा छ ओके राम्रो छ तपाईँहरूको एकदम राम्रो छ तपाईँलाई मेरो भन्यो भने त आत्महत्या बढ्छ नि त राम्रो हो नि त रेस्पेक्ट भयो नि त एकअर्काको कल्चर अनि यहाँ चाहिँ यता मात्रै यता अर्को मात्रै त्यसरी भयो चाहिँ एकदम त्यो एक थिएटरमा चाहिँ कतिजना एक मिलेर बनायो 13 जना हामी छौँ 13 जनाको टोली हामीले क्रिएट गरेर काम गरिरहेछौँ अहिले चाहिँ त्यताबाट जे होस् इन्डिजिनियस कम्युनिटीका कथाहरू हजुरले अघि नृत्य पनि वर्कसपहरू दिनुभएको एक्टिङको वर्कसपहरू दिनुभएको हो एक्टिङ सिक्न चाहनेलाई त बेरियर छैन नि त त्यहाँ छैन इन्डिजिनियस मात्रै आउँछ छैन नि कहाँ त्यो तर अब सोचिदिनेले त्यो एउटा ठाउँको बेरियर मात्रै देखि त्यो चाहिँ अब जे होस् हामी इन्डिजिनियसहरू चाहिँ हाम्रो कथाहरूलाई चाहिँ निकाल्छौँ नि त अब त्यसमा धेरै सोच्नुहुन्न जस्तो लाग्छ हो त्यो गर्नुहुन्न किनभने यहाँ मेन स्ट्रिममा काम गरिराख्नु भएको उहाँहरूको पनि त कथा हुन्छ नि त होइन उहाँहरूको पनि त कथा कति राम्रो राम्रो कथाहरू भनिराख्नु भएको हुन्छ उहाँहरूलाई पनि त्यस्तै निकाल्ने आउने भन्ने होइन सबै चिज छ त त्यस्तो लाग्ने अनि काम त भइ नै रहेको छ एक धार मात्रै पक्रेर गएको भए त अहिले तपाईँ पनि त अरू कम्युनिटीको कलाकारै लिनुहुन्थ्यो होइन नि हो त सबैजना हुनुहुन्छ अहिले प्रायः सबैको नै अनि त्यो गर्नु पनि हुन्न होला क्या त्यो अब फेरि लिम्बूको कथा भन्दै गर्दा क्यारेक्टर त फेरि लिम्बू नै चाहिन्छ नि त होइन होइन अनि फेरि त्यसरी क्यारेक्टर फेरि अलिक मिक्स भयो भने त अलिक मजा पनि आउँदैन अब त्यो कथा अनुसार कस्तो छ एक्ज्याक्टली बाहुन पो छ कि हो नि आउने भयो कथा कस्तो छ हो अनि हुन्छ बिस्तारै चेन्ज हुन्छ होला अलिक अहिले चाहिँ ठ्याक्कै यही कुरा दाइ जस्तो हुन्छ भनिन्छ क्या बजारमा धेरै कुराहरू आउँछन् हजुरले निकाल्नु भयो अहिले भर्खर चाहिँ 1 रुपैयाँ मात्रै भयो कि जस्तो कुराहरू गर्छ यो चाहिँ गर्नु हुँदैन भन्ने भन्नु अनि अहिले लिम्बू कल्चरका अथवा राई कल्चरका नाटकहरू भयो भने अलिकति उहाँहरू चाहिँ आफ्नो वर्चस्व गर्ने अथवा कमाउने बढी भन्ने कुराहरू पनि गर्छन् क्या त्यो चाहिँ के हो त होइन त्यो चाहिँ यसरी आफ्नो कथाहरू आएकै थिएन होला नि त अनि हाम्रो अडियन्सहरूले चाहिँ हाम्रो कम्युनिटीको मान्छेहरूले चाहिँ सपोर्ट गर्नुभएको होला क्या त्यही भएर चाहिँ पैसा कमाएको हो उहाँहरू त खतरा भनेको होला क्या अनि कथाहरू भन्दै जाँदाखेरि यसरी आउनुहुन्छ नि त अनि आफ्नो कथा कस्तो बनेको रहेछ भनेर पनि आउनुहुन्छ क्या अहिले त धेरै बुझ्ने हुनुभएको छ कसरी कथा भनिरहेछ अब त पुरा क्रिटिसाइज गर्ने भइसक्नु भयो क्या उहाँहरू पनि अब के हुन्छ कसो हुन्छ यस्तो होला यस्तो भन्ने भइसक्नु भयो चाहिँ उहाँहरू पनि अनि त्यो कुरा त्यो आउनु भनेको त राम्रो कुरा हो जस्तो लाग्छ होइन र राम्रो कुरा हो मैले देखेको चाहिँ म पनि रङ्गकर्मको वरपर भएको हिसाबले पनि उहाँहरू पनि सपोर्ट यस्तो कन्टेन्टलाई गर्नु भएको छ कि जुन कन्टेन्ट चाहिँ राम्रो छ अथवा जुन नाटक राम्रो छ त्यसलाई चाहिँ अलिक बढी साथ दिएको छ जस्तो लाग्छ क्या मलाई हो दिनुहुन्छ राम्रो नाटकलाई त राम्रै तरिकाले दिनुहुन्छ अडियन्सहरू पनि त सबैजना राम्रै चिज हेर्न चाहनुहुन्छ नि त अनि कस्तो बनाएको छ के बनाएको छ अनि हाम्रो प्लेहरूमा चाहिँ कोसिस चाहिँ के हुन्छ भने हामीले गर्ने प्लेमा चाहिँ सबभन्दा कम बजेटमा कसरी राम्रो काम गर्ने भन्ने हुन्छ क्या हाम्रो चाहिँ अनि त्यही कोसिस हो अब राम्रो काम गरौँ न राम्रो काम तर पैसा चाहिँ कम लाग्नु पर्यो अन्त पैसा छ भने त फेरि दामी नै के उडाउनु पर्ने उडाएर होइन के ल्याएर चाहिँ झ्यापढौक कस्ट्युममा त्यस्तै बवाल होइन त्यस्तो भयो भने झन् दामी हुन्छ अब छैन भने त अनि अब एउटा टेबल एउटा कुर्सीमा पनि प्ले गर्नुपर्छ त्यो थिएटरको चाहिँ त्यही मजा हुन्छ होला भयो भने सब चिज भएन भने केही चिजमा पनि प्ले गर्न सक्नुहुन्छ होला भनेर डान्स र नाटक एउटै
विधा त होइन, फरक विधा हुन्, त्यसरी सेपरेट गर्न मिल्छ यिनीहरूलाई, तर सँगै जोड्न पनि मिल्छ। एक्ज्याक्टली एकदमै नजिक भएको विधाहरू हुन् क्या यिनीहरू होइन। तर तपाईँको रोजाइमा अथवा तपाईँको लाइफमा पहिलोपटक चाहिँ डान्स आएको थियो, फर्स्टमा डान्स आएको थियो, तपाईँ डान्सले रोज्नु भएको थियो होइन। अब त्यो डान्सलाई लिएर भविष्य सोचेर काठमाडौँ आएको छु पनि भन्नुभएको छ होइन। तर अब त्यो मिक्स गर्दाखेरि चाहिँ डान्स र नाटक हुन्छ नि, मिक्स गर्दाखेरि चाहिँ डान्स कतै छुटे जस्तो, हराए जस्तो, अथवा डान्स पनि नाटकसँग अगाडि बढे जस्तो के महसुस? त्यो त यस्तो होला, छुट्नु भन्दा पनि सँगै लाने कोसिस हो होइन। अनि छुटेको त महसुस हुँदैन, दुइटै स्टोरी टेल हो, फरक हो। तर यसलाई चाहिँ मुभमेन्ट त हो। अब मैले डान्समा एक्सप्लोर गर्ने मान्छेहरूले धेरै किसिमको चिजहरू निकालिसक्नुभयो क्या, लिरिकल भयो, के भयो होइन, अरू चिजहरू पनि आएको छ होइन। धेरै चिजहरू निकालिसक्नु भएको छ क्या आर्टिस्टहरूले। अनि त्यो चाहिँ अलिकति कथा चाहिँ आएन कि भन्ने महसुस मलाई भएको हो क्या। जस्तै रियालिटी सोमा पनि डान्स जो गर्नुहुन्छ आर्टिस्टहरू मोर देखाउनेपट्टि हुनुहुन्छ क्या। जस्तै आफूलाई सो गर्नुपर्ने, अनि होइन मुभमेन्टकै कुरा पनि देखाउनु पर्ने, या यस्तो आफूलाई त्यो अलिकति सो अप टाइपको गर्नुपर्ने। त्यो फेरि सो अप भनेर त्यो नेचरमा नजाउँ है, फेरि नेचरमा होइन, त्यो मुभमेन्टको चाहिँ सो अप भयो क्या। मुभमेन्टले चाहिँ स्टोरी टेल चाहिँ कसरी गर्छ होइन, कथा चाहिँ कसरी भन्छ भन्ने कुरा चाहिँ अलिकति कता कन्फ्युजन अथवा ल उयो भयो कि भन्ने लागेर चाहिँ यता म आएको जस्तो लाग्छ। कथा भनेको हातको हाउभाउले पनि अथवा कसरी चाहिँ बडीले कथा भन्छ त भन्ने भएर चाहिँ यो दुइटैलाई मर्ज गर्नु कोसिस गरेँ हो मैले जस्तो लाग्छ। के अरे के भयो के क्वेसनै सक्यो कि क्या हो भनेर के जोड्नु पर्ने छ? केही छैन, त्यस्तो होला। अब खै त के जोड्नु। ए छुट्टेको भन्दाखेरि पनि अब त्यही अहिले त हामी खमारीमै छौँ। अनि खमारी चाहिँ एउटा प्रकृतिको कथा हो, माटोको कथा हो, बिरुवाको कथा हो। अनि यसलाई चाहिँ दर्शक महानुभावहरूले हेरेर मलाई होइन यो त भएन, गाली गर्ने ठाउँ होइन भन्न आइदिनु होला भन्ने नै हो मेरो त अन्तिममा चाहिँ। अब यो कस्तो गाह्रो चिज क्या, यो यस्तो चिजमा चाहिँ मलाई चाहिँ टेन्सनै लाग्छ क्या। जसको कुरा पनि राइट लाग्छ यार, म यसले सही भन्दैछ, फेरि यसले पनि सही भन्दैछ, किन यस्तो भनेको होला भनेर लास्टै कन्फ्युज हुन्छ क्या म। त्यही त यस्तो क्या, जस्तो हामी सबै आफ्नो काममा थियौँ, हामी इन्डाइरेक्टली पोलिटिक्ससँग कनेक्ट भए तापनि होइन, तर त्यति धेरै हामी क्लोज छैनौँ जस्तो लाग्छ। आफ्नो कर्म गरेर खाने मान्छे कर्मै गरिरहेको थियो। अनि ती विद्यार्थी भाइ बहिनीहरू पनि सबै पढ्न आएको थिए, सबै आफ्नो कर्ममा लागिरहेको थिए। कोही काम गर्थे, कोही त्यही डिजिटल प्लेटफर्महरू युज गरेर बिजनेस गरिरहेको थिए। अनि एक्कासी उनीहरूको असन्तुष्टिहरूलाई सडकमा ल्याउँदाखेरि भ्रष्टाचार धेरै गर्नुभयो है तपाईँहरूले, अलिक कम गरिदिनुहोस् न, हामी फ्यामिलियर भएको यो प्लेटफर्महरू बन्द नगरिदिनुहोस् न भनेर आउँदाखेरि ताकी गोली हान्ने होइन। यो त अनि यो चिजहरूले गर्दाखेरि हाम्रो आफ्नो काम रोकियो, त्यसमा त उ नै छैन क्या, कतिको त जीवनै रोकियो होइन। यस्तो बेलामा अब हामी चाहिँ स्तब्ध छौँ क्या। अब हो, यो त लास्टै गाह्रो चिज हो क्या, कसरी भन्ने नै हुन त परिवर्तनको लागि हो यो होइन, परिवर्तनको लागि नै यस्तो चिज भइरहेको हो। तर परिवर्तनको लागि चाहिँ भए पनि यो ठुलो परिवर्तन चाहिँ मान्छे चेन्ज मात्रै भयो जस्तो लाग्ने क्या, मान्छे मात्रै चेन्ज भयो। अब ठुल्ठुलो राजनीतिज्ञहरूले उहाँहरूले भनेको यसो कुरा सुन्दाखेरि चाहिँ के अरे
हाम्रो सुशीला कार्की म्याम जो प्रधानमन्त्री बन्नुभयो, यो त अरूले पनि बनाउन सक्थे नि त, जेनजीले नै किन बनाउनु पर्थ्यो त, अरू उहाँहरूले पनि बनाइहाल्नुहुन्थ्यो नि उहाँलाई त भन्नुहुन्छ नि त। लिड गर्ने मान्छे चाहिँ अलिकति यो अहिलेको जुन चलिरहेछ नि, त्यो के भन्छ यसलाई, व्यवस्थापन, त्यो चाहिँ परिवर्तन गर्नुपर्छ होला भन्ने सोच कसैको सुने मैले। अनि त्यो चाहिँ ठिक हो कि क्या हो जस्तो लाग्ने क्या। फेरि अनि यस्तो म्यानिपुलेट गरिदिन्छन् कि यिनीहरूले भने त 100% ठिक हो हो भन्ने हुन्छ कि खै के हो के कसको कुरा पत्याउने, या त के हो कसलाई लिडर मान्ने अथवा कसको सिद्धान्तलाई मान्ने भन्ने नै यहाँ कन्फ्युजमा छौँ हौ। तर जसको जे आए पनि देश चाहिँ राम्रो हुनु पर्यो है, देश राम्रो भने देश अगाडि बढ्नु पर्यो, काम गर्ने वातावरण सहज बनाइदिनु पर्यो, त्यति त हो नि हामी मान्छेले चाहने होइन कि के हो अब। के गर्नु, म केही नामहरू लिन्छु दाइ अन्तिममा होइन, उहाँहरूलाई चाहिँ हजुरले कसरी हेर्नुहुन्छ, कसरी कनेक्ट हुन्छ? सुनिल पोखरेल गुरु उहाँ चाहिँ उहाँसँग काम त गरेको छैन, उहाँ त रङ्गकर्मको चाहिँ खम्बा नै हो सबैले भनि पनि राख्नु भएको छ, म पनि त्यही भन्छु। उहाँले धेरै योगदान दिनुभएको छ। उहाँ पनि गुरु नै हुनुहुन्छ मेरो, उहाँ मेरो डान्सको गुरु हुनुहुन्छ। उहाँले मलाई धेरै कुराहरू सिकाउनु भएको छ, अनि सँगै काम पनि गरिरहेको छौँ। अनि मेरो आदरणीय गुरु भन्छु, प्यारो गुरु रामबाबु गुरु। उहाँ सर दामी लिडरसिप क्वालिटी भएको मान्छे, उहाँ एकदम दामी डिरेक्टर, अनि आफ्नो कथाहरूलाई मजाले भन्न सक्नुहुने राम्रो डिरेक्टर हुनुहुन्छ। सुपरस्टार अहिलेको दामी खतरा होइन त, उहाँ दामी खतरा हो, दामी काम गर्नुहुन्छ। होइन दामी हुनुहुन्छ उहाँले, काम गरिराख्दाखेरि मोटिभेट गर्ने पर्सन हुनुहुन्छ क्या, गर्नुपर्छ, हामीले नगरे कसले गर्छ, त्यो पावर चाहिँ दिइराख्नुहुन्छ क्या। भन्नुभएको छ नि, अब हामी मुस्ताङमा हुँदाखेरि त्यहाँनिर बेलुका एकछिन गफ हुन्थ्यो, त्यो गफमा चाहिँ आर्टकै विषयमा, यसरी आर्टकै विषयमा कुरा हुँदाखेरि चाहिँ उहाँले आर्टलाई अझै तरिकाले बुझ्नुपर्छ होइन, अलिक गहिरो तरिकाले बुझ्नुपर्छ। अनि आर्ट चाहिँ दुईवटा मिडियम, एउटा भिजुअल मिडियमबाट एउटा टेक्स्टबाट जान्छ अथवा भनिन्छ भन्नुहुन्थ्यो क्या। अनि मिडियम त्यस्तो खालको कुराहरू होइन। अनि त्यस पछाडि अर्को चाहिँ मोटिभेट गर्ने खालको मान्छे हुनुहुन्छ क्या उहाँ चाहिँ। उहाँले कस्तो चिज भने, तिमी एक्टर लेख्नु सुरु गर, आफूलाई विश्वास गर, आफूलाई बिलिभ गर, अथवा म एक्टर हो भन्ने विश्वास गर न, अनि तिमी यहाँसम्म आइपुग्नलाई तिम्रो एक्टिङ मात्रै राम्रो भएर हुँदैन क्या, त्यो व्यवहार राम्रो हुनुपर्छ होला, तिम्रो अरू चिजहरू राम्रो हुनुपर्छ, अनि मात्रै आइपुग्छौ भन्नुहुन्थ्यो क्या। त्यो एक्टिङ मात्रै राम्रो भएर पनि त्यहाँसम्म पुगिँदैन, धेरै चिज चाहिन्छ भन्नुहुन्थ्यो उहाँले। राम्रो। अनिल सुब्बा दाई आँटिलो मान्छे लाग्छ मलाई, आँट भएको, आँट चाहिँ दह्रो बोकेर हिँड्नु भएको मान्छे, जस्तो जे फाँडिदिने वाला टाइपको उहाँ कडा हुनुहुन्छ। मलाई चाहिँ उहाँ दाइले केही गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, कामहरू अझै निखारेर चाहिँ आउनुपर्छ। अनि उहाँको गाली नखाएको त दिनै हुँदैन, काम गरिसक्दाखेरि त गाली त खाएको चाहिँ भएन। उहाँले भएन भन्नुको कारण पनि
धेरै म चाहिँ लिन्छु क्या, भएन भनेर गाली गरेर म चाहिँ दाइले गाली गर्नुभयो भनेर लिँदिनँ क्या। ममा केही कमी छ, त्यही भएर मलाई सचेत गरेर राख्नु भएको छ कि यो भएन भनेर, अब मैले खोज्नु पऱ्यो भनेर म चाहिँ त्यतातिर लाग्छु। अनि मेरो प्रगति हेर्ने मान्छे, हेर्न चाहने मान्छे भनौँ न। अन्तिममा आरके मेहता, आरके दाई, आरके सर, सुरुमा त सर उहाँसँग त फेरि छुट्टै छ नि। अनिल दाईले नै मलाई बोलाउनु भयो कोरियोग्राफीको लागि होइन, जिउँदो आकाशको लागि। अनि म त्यतिखेर डिरेक्टर भनेको दारी फुलेको बुढो होइन, अनि एज खाएको भनेर लाग्थ्यो क्या मलाई। अनि सर्वनामको हलमा सेटहरूको केहरूको काम भइरहेको थियो। अनि त्यतिखेर चाहिँ उहाँ डिरेक्टर हो भन्दाखेरि म छक्क परेको थिएँ क्या। अनि उहाँ राम्रो काम गर्ने मान्छे, उहाँले फिल्म पनि बनाउनु भयो होइन, फिल्ममा पनि राम्रो काम गर्नुभएको छ। बाहिर हुनुहुन्छ, बाहिरबाट आउँदाखेरि कहिलेकाहीँ भेट्छौँ हामी। राम्रो मान्छे, मजा लाग्छ उहाँ। अन्त्यमा दाइ मैले केही सोध्न हामी बिचमा नभएको? खै त सबैको हामी त कुरा गऱ्यौँ त होइन, फिल्मदेखि लिएर यता नाटकदेखि लिएर यता हाम्रो एकको कुरादेखि लिएर होइन, सबै मान्छेहरूको पनि कुरा गऱ्यौँ। केही छैन खासै अहिले अब चलिरहेको भनेकै खमारी हो। अब खमारी चाहिँ हाम्रो यो 20 गतेसम्म लाग्छ, अनि 5-15बाट 17 गतेसम्म चाहिँ, 17देखि फेरि 20सम्म फेरि 4:30मा, त्यस्तो छ टाइमिङ चाहिँ। अनि सबैजना दर्शक महानुभावहरूलाई म यहीँबाट के भन्न चाहन्छु भने, जसले हेर्दै हुनुहुन्छ एकचोटि नाटक हेर्न आइदिनु होला। अलिकति अब छुट्टै खालको भन्दा पनि काम त सब भइ नै रहेको हो होइन, काम त फिजिकल थिएटरमा भइ नै रहेको छ नि त। अनि तर यो डान्स र यो फिजिकल थिएटरलाई मर्ज गरेर चाहिँ हामीले काम गरेको छौँ। अलिकति हेर्न आइदिनु होला भन्न चाहन्छु, अरू त केही छैन। सबैजनालाई म यहीँबाट निम्तो गरेँ। पर्यावरणलाई लिएर चाहिँ नाटक, पर्यावरण र मानिसहरूले पर्यावरणलाई कसरी विभेद गरिरहेको छ, कसरी हेपिरहेको छ प्रकृतिलाई होइन, कसरी मनमर्जी गरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर नाटक तयार भएको छ। हेर्नुपर्ने हजुरलाई धेरै धेरै थ्याङ्क यू सो मच। कुरा एकदम मजा लाग्यो, थ्याङ्क यू सो मच। एनके स्टुडियोलाई पनि धेरै धेरै धन्यवाद, तपाईँलाई अनि तपाईँको होल टिमलाई एकदम धेरै धन्यवाद। थ्याङ्क यू सो मच।